हेलो हेलो साथीहरू, आज मेरो अर्को मिनी ब्लगमा हजुरले स्वागत छ। हजुर सन्चै हुनुहुन्छ? हेर्नु, आज मेरो अर्को नयाँ मिनी ब्लग। साथीको बर्थडेमा आज गएको थियो हामी होटल। अनि होटलमा कस्तो हिलो हिलो रहेछ, पानी पानी भएछ। अनि यता अलिअलि रमाइलो गऱ्यौँ हामीहरूले। अनि यता अलिअलि रमाइलो गर्ने ठाउँ रहेछ, फोटोसोटो खिच्ने ठाउँ रहेछ। अनि अलि फोटोसोटो खिचे, बहिनीहरू पनि थियो, बहिनीहरू फोटोसोटो खिचे। मेरो नानीले झुलाइरहेछ झुलुवा। अनि यता मेरो बाबुहरू बर्थडेमा कति रमाइलो गरेको, सबैजना गर्थ्यौँ हामी, दिदी बहिनीहरू, नानी बाबुहरूले सबै गर्थ्यो बर्थडेमा। अनि हाम्रो बाबुले नि रमाइलो गर्यो। साथीहरू, मेरो बाबुले त केही खाएन बर्थडेमा। मेरो बाबुले बर्थडे हेर्दै, केक हेर्दै भुराउँदै त हो, मस्ती गरे। सबैजना ह्याप्पी बर्थडे मनाउँदै, मेरो साथीको छोराको बर्थडे, बाबुले केक काट्दै रमाइलो गर्दै। अनि यता सबै बुढाहरू बेलुन हेरेर, केक हेरेर माथि उडेर सबै मस्ती गरिरहेछ साथीहरू। अनि यता हामी पनि मस्ती गरिरहेको थियो। हाम्रो नानीहरू सबै यहाँ बर्थडेमा गएर अनि गएको। अनि यता केक सेक काट्यो, बर्थडेहरू मनायो। यो मेरो नानी केक कतिखेर खाम भएपछि मेरो बाबु उता केकमा हेर्दै अनि यता बर्थडे मनाउँदै मोमबत्ती समबत्ती सबै मिजायो बाबुले। अनि बर्थडे मनाउँदै ह्याप्पी बर्थडे भन्दै गर्दै छिसी के रहेछ बर्थडेहरूमा। आजकलको बुढाहरूको बर्थडे नमनाइ त कति हुन्छ बुढाहरू साथीहरू। अनि मेरो ब्लग कस्तो लाग्छ हजुरलाई लाइक कमेन्ट सेयर गरिदिनु है साथीहरू। मैले बनाएको भिडियोहरू कस्तो रहेछ, मेरो साथी रहेछ, यो साथीको छोरोको बर्थडे रहेछ। अनि त्यसपछि उता केक सेक काट्नु पर्यो भनेर केक सेक काट्यो। अनि यता मेरो उता केक सेक काट्दैछ, यता मेरो बाबु चकचक गरिरह। मेरो नानी, मेरो जेठानी दिदीको छोरी, उता त्यही साथीको भनेरको छोरा बाबु रहेछ। अनि यता केक सेक काटेर मेरो नानी 2 प्लेट लिएर बसेर खाना। मेरो बाबु चकचक गरेर खेलेर चकचक त गर्यो। मेरो बाबुलाई नि थियो प्लेटमा, बाबुले खाएन। अनि नानीले खायो, मम्मी म 2 प्लेटमै खान्छु भनेर। नानी केक खाँदैछ। सबै नानीलाई फेरि केक फेभरेट हो। पहिले सानो हुँदा खान्थेन नानीले, अहिले चाहिँ खुब खान्छ। दिनै पायो भने दिनै खान्छ। अनि त्यसपछि केक सेक सबैले खायो। अनि त्यसपछि चिकन ललिपप रहेछ। अनि चिकन ललिपप नि खुब मिठो मानी खायो नानीले। अनि मैले सोध्दा, नानी कस्तो रहेछ केक, मिठो छ मम्मी। अनि यो कस्तो रहेछ चिकन ललिपप भनेको त, यो नि मिठो रहेछ मम्मी, अझै मगाइदिनु है भनेर। ल तिमी खाऊ, म अझै मगाइदिन्छु भनेर नानी मेरो खाँदैछ, मिठो मानी खाँदैछ। अनि मेरो नानीले खुब मस्त खायो, खाँदै यता हेर्दै खाँदै उता हेर्दै खाँदैछ नानी, चकचक गर्दै खाँदै। अनि मेरो नानीले माछा मासु भएपछि त केही चाहिँदैन साथीहरू, माछा मासु के अन्डा सबै मनपर्छ। अनि बाबुलाई सोधेको त बाबु नि मम्मी म खाँदिनँ भनेर, नानी मात्रै खाँदैछ। नानीलाई मैले भनेको, नानी चकचक नगर बसेर खाऊ भनेको त के रहेछ भनेर, हड्डी रहेछ नि, हड्डी पनि खान्छ नानीले त। बाई बाई साथीहरू।